मलाई प्रायले सोध्नुहुन्छ तपाईँ के भन्न चाहनुहुन्छ म भन्छु म चाहिँ मान्छे हुनुपर्छ त्यसै सन्दर्भमा एउटा रचना लेखिन्छ त्यसलाई चाहिँ म प्रस्तुत गर्ने प्रयास गरेको थिएँ। म चाहिँ मान्छे हुनुपर्छ अरू कोही जे भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही ज्ञानी ध्यानी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही नामी स्वामी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही धनी मानी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही संस्कारी शाकाहारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही घरबारी दरबारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही जिम्मेवारी समझदारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही सरकारी व्यापारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही चमत्कारी अहङ्कारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही गद्दारी लाचारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। कोही भ्रष्टाचारी दुराचारी भए पनि म चाहिँ मान्छे हुनुपर्छ। अरू कोही जे भए पनि म चाहिँ मान्छे हुनुपर्छ।